ल हेर्नुहोस् है म्याग्दी तातो पानीमा भिडभाड। म्याग्दी तातो पानीको अवस्था, जेन्जीका मम्मीहरूको अवस्था। हेर्नुहोस् डुब्ने ठाउँै छैन है। यो बेला कोही आउँदै हुनुहुन्छ भने दिदीबहिनी दाजुभाइहरू कोही नआउनु होला। तातो पानी कुण्डको अवस्था। जेन्जीका मम्मीहरू हेर्नु त, जेन्जीका मम्मीहरू यता जेन्जीको मम्मीको के छ त नि हालखबर। तपाईँ आएको कति दिन भयो? हामी आएको 4 दिन भयो। सन्चै हुनुहुन्छ? ए 4 दिन अनि कति बस्ने विचार छ? अब 4 दिन भन्दा बस्न अब खर्च पानीले सकिए लाग्छ छैन। यात्रै महँगो छ साथीहरू। अहिले बेला आउँदैन आउनु। अहिले आउँदा त त्यसै छ। अहिले आउँदा अलि मान्छे कम देखेर अलि सस्तो गर्लान् के। अहिले त जात्रै लोकतन्त्र जस्तै छ। पानी कतिको जान्छ? पानी नै नगएर दिमाग खराब भयो। पानी खाने अनि रोग जान्छ भन्छन्। पानी नै खान सकिन्न। 5 मिनटभन्दा डुब्न पाइन्न 1 घन्टामा। टाउका टाउकामा जेन्जीका मम्मीहरूका टाउका टाउका ठोक्काउँदै जाने हो बल्ल बल्ल झगडा गरी गरी। यो बेला कोही आउँदै हुनुहुन्छ नि दिदीबहिनीहरू कोही नआउनु होला भन्छु मैले। कसले झगडा हुन्छ है? मैले खाएर नुन खाएका सबै तकडा कसले झगडा। पानी त घुटुक घुटुक निकै गएको छ त। तिमी सन्तोषको मम्मी हो? तपाईँ नि सन्तोषको मम्मी नै हो। दुईटै सन्तोषको मम्मी। पसिना त बेसरी आएछ त। 2 मिनटभन्दा डुब्न पाइन्न। के को पसिना आउने यहाँ आएर यसैले यसो भलो गरेको छ। ए दादा नुहाइसकेपछि नुहाउनेहरूको भिडी। जेन्जीका मम्मीहरू तालबाट निस्केपछि नुहाउनेको लाइन हो, पानीको लाइन हो यो। बाल्टी थापेर समातेर यसरी लाइनमा बस्ने, एक बाल्टी पानी थापेर अनि बल्ल नुहाउने। ल हेर्नु नुहाउनेको लाइन। हामी त धन्न अलिकति पहिला निस्केर नुहाउनु पाइयो। यस्तो छ अवस्था। न नुहाउन पाइन्छ न डुब्न पाइन्छ।